हेलो यो हरेक मान्छे भेट हुँदा चाहिँ ल एकछिन बसौँ सुख दुःखका कुरा गरौँ भन्ने चलन छ होइन र म आज वास्तवमै सुख र दुःखकै कुरा गर्छु। कुरा के भने यदि सुख र दुःख मान्छेको भावनात्मक कुरा हुन् दुवै र मान्छेको यति पनि भनाइ छ कि सुख र दुःख मान्छेको जिन्दगीको दुईवटा पाटा हुन् पनि भन्छ। यदि अब सुख देखिए दुःख छोपिन्छ, दुःख देखिए सुख छोपिन्छ, कुरा एउटै हो। र फरक कहाँनिर छ भने यदि मान्छेले सुख बाँड्यो भने बढ्दै जान्छ भनिरहेको हुन्छ, दुःख बाँड्यो भने घट्दै जान्छ भनिरहेको हुन्छ क्या। मलाई कन्फ्युजन यहाँनिर लाग्यो कि एउटै भावनात्मक कुरो हो, एउटा चाहिँ बाँड्दा बढ्दै जाने, एउटा चाहिँ बाँड्दा घट्दै जाने। यो सम्भव छ? तपाईँलाई के लाग्छ?